ल साथीहरू, सानो फेरि एउटा मिनी भ्लग आइसकेको छ। आज चाहिँ हामी तीनजना श्रीलङ्काको साथी, म त्यसपछि एकजना इन्डियाको मेरो क्याप्टेन हुनुहुन्छ नारायण रेड्डी नाला सिद्धू, तेलुगुदेखि हुनुहुन्छ उहाँ चाहिँ। हामी तीनैजना फरक फरक कन्ट्रीको छौँ। एकजना नेपाल, एकजना इन्डिया, एकजना श्रीलङ्काको छौँ। यता मेरो क्याप्टेन साहब चाहिँ अब रेडी पोजिसनमा हामी हिँडिसकेका छौँ हैन। ल यस्तो रमाइलो दृश्यहरू देख्नुभएको छ। मलाई चाहिँ क्याप्टेन साहबले भन्नुभयो, मनोज आऊ तिमी र मसँगै बसेर भिडियो बनाउने भन्नुभयो। त्यही भएर क्याप्टेन र म चाहिँ सँगै भिडियो बनाएको है त। ल पछाडिपट्टिको दृश्य चाहिँ यस्तो देखिएको थियो। यो माथिको सानो जेस्की चाहिँ बिग्रेको थियो। त्यसपछि हामीले अर्को जेस्कीलाई चाहिँ तानेर लिएर आएको छौँ क्या। पछाडि रस्सी लगाएर यसरी तानेर लिएर आएको है त साथीहरू। अब माथि राखौँ भने निकै टाइम लाग्ने भयो हैन। त्यही भएर ल यो चाहिँ सालमियाको ब्लक 3 पर्छ, पल्लो छेउमा हैन। त्यहाँबाट चाहिँ यस्तो खालको दृश्यहरू देखिएको छ। ल हेर्नु होला, यता परतिर देखिएको चाहिँ कुवेत सिटी हो हैन। हामी चाहिँ अलि पर नै पुगिसकेका छौँ धेरै। मलाई चाहिँ समुद्रको आधा बिचमा पुगेपछि क्याप्टेन साहबले भन्नुभयो बोट चलाउने हो भनेर सोध्नुभयो। अनि हुन्छ ट्राई गरौँ न त भनेर एकचोटि मैले ट्राई पनि गरी हेरेँ हैन। जोस् राम्रै हुँदो रहेछ, अलि डर पनि लाग्दो रहेछ। यस्तै छ यता साथीहरू। म चाहिँ कुवेतमा हुँदाखेरिको पलहरू यस्तै छ। ल पछाडिको यस्तो छ बिच समुद्रमा पुगेपछि। अब चाहिँ हामी लगभग पुगिसकेका छौँ आइल्यान्डमा हैन। ल हामी चाहिँ आइल्यान्डमा पुगेर पनि यो स्विमिङ पुल यसमा हावा भरेर हामी स्विमिङ पुल बनाउन लागिरहेका छौँ। लगभग हाम्रो स्विमिङ पुल पनि अब रेडी भइसकेको छ। हामीले चाहिँ अब समुद्रमा यसलाई राखेर कस्टमरहरूलाई यहाँभित्र स्विमिङ गराउने हो है त साथीहरू। ल हेर्नुहोस्, यसरी टक्क पारेर अब त्यो भित्र गएर स्विमिङ गर्ने बस्ने हैन। त्यस्तै हो यो स्विमिङ पुलको विशेषता चाहिँ। अनि त्यो अर्को देखिएको सानो जेस्की चाहिँ यताउता घुम्ने हो हैन। अनि हाम्रो कस्टमरहरू आउनु भइसकेको छ। आज चाहिँ कस्टमरहरूले खै के खानुभयो अलि हैन, झ्याप भएको रहेछन् कस्टमरहरू। अनि त्यो कप समाइदिनु पर्ने, मोबाइल लगिदिनु पर्ने, मोबाइल फेरि थापेर यता ल्याइदिनु पर्ने, त्यस्तो गरेर अलि दुःख दिनु भयो एकछिन त हामीले धेरै नै हैन। अलिक कस्टमरहरू चाहिँ झ्याप नै भइराखेको थियो। खानेकुरा चाहिँ अब अलि महँगो ब्रान्डेड नै के खाएको भन्ने अनुमान छ हाम्रो चाहिँ हैन। अनि त्यसपछि यस्तो इन्जोय पनि गर्नुहुन्छ कस्टमरहरूले हैन। हामी चाहिँ सबैभन्दा माथि टपमा बस्नुपर्छ। त्यहाँ अगाडि पनि बस्ने डाइनिङ टेबल खाने हुन्छ, त्यहाँ सुत्ने बेड पनि हुन्छ हैन। आनन्दले यो चाहिँ सबैभन्दा पानी जहाजको अगाडि हो। ल तपाईहरुले यो देख्नु भएको चाहिँ कुवेतमा सामान लिएर आउने कारको पानी जहाज सबैभन्दा ठुलो यही हो हैन। यो चाहिँ समुद्रको बिचमा देखिएको थियो। अनि मैले एउटा सानो भिडियो बनाएको हो। यो भिडियो कस्तो लाग्छ हेरेर साथ सपोर्ट गरिदिनु होला, लाइक सब्स्क्राइब गरिदिनु होला।